हेलो नमस्ते सबैजनालाई स्वागत छ हाम्रो फ्राइडे भ्लगमा। आरे फेरि फ्राइडे भ्लग नै भनौँ न। अनि है साथीहरू, म बसेको ठाउँभन्दा घरभन्दा भनौँ न वरिपरिको ठाउँ चाहिँ यस्तो छ कि केराघारी पुरा खजुरको बोटहरू टन्नै छ है। खजुर फल्ने सिजनमा चाहिँ टन्नै फल्दो रहेछ। यहाँ चाहिँ फेरि एकै ठाउँमा 7वटा घर चाहिँ उस्तै बनिँदैछ कि सायद एउटै घरको दाजुभाइको हुनसक्छ, मलाई चाहिँ त्यस्तो लागिरहेछ। यतापट्टि साइडपट्टि 3वटा अनि उतापट्टिबाट 4वटा गरी 7वटा घर बनिँदैछ कि यहाँनिर। यो पर्खालभित्र चाहिँ छ नि पुरै चियानगाडी हो कि, कत्रो ठुलो चियानगाडी चाहिँ यहाँनिर चाहिँ 3-4 टोलको मान्छे चाहिँ यहीँ राख्छ अरे कि उहाँहरूको चाहिँ। हामी चाहिँ फेरि जहिले आमाको घर जाँदाखेरि यही बाटो भएर जान्छ नि। अनि अरू बेला त खासै केही हुँदैन है, बिराम भएको बेला चाहिँ यही बाटोहरू याद आएर डराउँदो रहेछ कि राति। हुन त फेरि के डराउन है, मान्छेको अब जीवन यस्तै त हो नि है। सत्य त यही नै हो आखिर है। एक दिन त यसरी नै धरतीमै विलीन हुनुपर्छ हामी सबैजना है। बिरामी नहुँदाखेरि त्यस्तो सोच्छु, फेरि बिराम हुँदा चाहिँ लास्टै डर लाग्छ कि मलाई चाहिँ। फेरि यहाँतिर चाहिँ सबै बङ्गलादेशको दाजुभाइहरूले पसल राख्नु हुँदो रहेछ कि यो सबैतिर है। अनि मैले त सबै बङ्गलादेश इन्डियनहरू मात्र देखेँ कि। यो चाहिँ मस्जिद हो, तर यहाँनिर चाहिँ अस्तिको हप्ता चाहिँ मान्छे बित्नु भएको थियो कि, त्यही भएर जहिले यहाँ त फुल प्याक भइरहन्छ कि हामी आउँदाखेरि चाहिँ गाडीहरू। अस्ति त झन् बाटो नै थिएन, हिँड्ने बाटो पनि थिएन, झन् अहिले चाहिँ अलिक कम भएको रहेछ। त्यही भएर अस्ति चाहिँ हामी घुमेर अर्को बाटोबाट गएको थियौँ कि, सबै पुरै प्याक भएको थियो त्यहाँनिर। हामी चाहिँ 5 बजीतिर गएको थियो, बेलुका मात्र गएको थिएँ। अनि सबैजना आइसक्नु भएको रहेछ। उहाँहरू त दिउँसो नै खाना खाने गरी आउनुभएको कोही चाहिँ, अनि कोही चाहिँ फेरि 4 बजीतिर आउनुभएको अरे। म जाँदाखेरि चाहिँ अनि साथीहरू चाहिँ रोटी बनाउँदै हुनुहुँदो रहेछ। उहाँ साथीले जहिले पनि बनाउनुहुन्छ, उहाँ सिजा साथीले, ब्लू कलर लाउने साथीले। कान्छी सानी बहिनीले फेरि जिस्काउँदै फेरि साथीले पन्युले नै हान्न लगाइरहेछ। हाँसो लाग्छ मलाई साथीहरू देख्दाखेरि। 2-3 दिन भयो क्या यति धेरै हावा चलेर, आमामा आँखै देख्दैन कि यति धेरै माटो धुलो माटो बलुवा कि धुलो माटो भनौँ बलुवा कि यति धेरै बलुवा उडिरहेछ है, आँखै देख्दैन कि। आज सायद 3 दिन भयो है, हावा चाहिँ रोकेको छैन कि, चलेको चले। आमामा घर बाहिरतिर पुरै थुपारेको जस्तै, ल्याएर थुपारेको जस्तै गरी फोहोर भएको छ कि बलुवाले, कि यति धेरै बलुवा हावाले ल्याएको नि त। अनि त्यही भएर दिदीहरू 2जना चाहिँ फेरि बसिरहनु भएको रहेछ। अनि दिदीले चाहिँ बिचरा कति खुसी हुँदै देखाउनु भएको कि मेरो छोराको टिकटक भनेर मलाई देखाइरहनु भएको थियो। अनि मैले तपाईँको छोराले टिकटक बनाउनुहुन्छ भनेको, मेरो साथीहरूले देखाएको, मलाई त आउँदैन नि त, मेरो साथीहरूले पठाउनु भएको भन्दै हुनुहुन्थ्यो उहाँले। उहाँको छोराको नाम चाहिँ राजीव अरे कि, अनि उहाँले चाहिँ राजीव भन्नुहुन्छ। अनि उहाँ दिदीले चाहिँ को राजीव भनेको भन्दै हुनुहुन्थ्यो। अनि मैले उहाँको छोरा हो भनेको। अनि फेरि म्याडमले चाहिँ अनि छिटो गाउवा भन्छ, यहाँनिर कावा भन्छ, गाउँ भन्छ, म त कावा भन्ने सुनेछु, बनाएर ल्याउनु भनेर। अनि मैले चाहिँ बनाएको। साथी चाहिँ फेरि रोटी बनाउन सके छैन, साथीको चाहिँ टन्नै बनाउनुहुन्छ, मान्छे टन्नै छ नि त। उहाँहरू सबै दिदीबहिनी 9 जना भेला भएपछि त कति हुन्छ है बालबच्चाहरू टन्नै। अनि उहाँ मालिकनीको दिदीको छोरी चाहिँ मलाई हात मिलाउन आइरहेको रहेछ, के छ खबर भनेर। यहाँनिरको एउटा चलन चाहिँ मलाई साह्रै राम्रो लाग्छ कि, उहाँहरूको चलन भनौँ कि के भनौँ, एउटा सानो बच्चाहरूले पनि हामीलाई शुक्रबारमा भेट हुँदाखेरि हुन्छ नि, आमाको घर जाँदाखेरि हेलो अनि सलाम आलेकुम भन्छ है, सलाम आलेकुम अनि के छ खबर, सन्चै छौ भनेर हातहरू मिलाउन आउँछ कि। म त्यो चाहिँ साह्रै मनपर्छ। दिदी पनि भर्खरै आउनुभएको रहेछ म जाँदाखेरि चाहिँ है। आमाको घर चाहिँ फेरि यो ग्यास बिग्रेर चाहिँ तनाव छ कि, मलाई त रिस उठ्छ। यो बाल्न पनि डर लाग्छ है, कत्रो यसो आगै निस्किन्छ नि त यता तलबाट। अनि मलाई यो बाल्नै कस्तो डर लाग्छ कि, हिजो पनि त्यस्तै भएको थियो। म त तर्सेर, यत्रो पैसा भएको मान्छेहरू नि है यस्तो राम्रो चुलो पनि किन्न नसक्ने कि, रिस उठ्ने भन्न मन लाग्छ। तर के गर्नु है, अरूले भन्न पनि मिल्दैन। यो नानीले लाएको छ नि फेसमा यस्तो, यो चाहिँ बेसन जस्तो कि के हो त्यो, उहाँहरूको देशमा चाहिँ यस्तै लाउँछ अरे कि। अनि उहाँहरू जहिले लगाइरहनुहुन्छ। अनि नानी चाहिँ फेरि हाम्रो मालिकनीको दिदीको छोरी हो। अनि मेरो लकेट, नयाँ लकेट भनेर देखाइरहेको थियो मलाई। ओ कस्तो राम्रो भनेको, त कति खुसी भइरहेको कि। सानी बहिनी चाहिँ फेरि बच्चाहरूसँग खेल्न चाहिँ साह्रै रमाउँछिन् कि। फेरि यो नानी चाहिँ फेरि है किचनमा आइरहन्छ कि, हामी नआऊ भन्दा पनि मान्दैन है उसले चाहिँ। साथीले फेरि रोटी चाहिँ टन्नै बनाउनु भएको, कस्तो मिठो थियो यो चाहिँ। अन्डा के हालेर बनाउनु भएको कि, उहाँले शुक्रबारै पछि बनाउनुहुन्छ पकौडा रोटीहरू चाहिँ। अरू बच्चाहरू चाहिँ किचनमा चाहिँ आउँदैन, यो नानी चाहिँ आइरहन्छ कि, भित्र बस भन्दा पनि मान्दैन, आइरहन्छ किचनमा। अनि सबैजनासँग जिस्काइरहन्छ, राम्रो लाग्छ नानी चाहिँ। अनि फेरि ग्यासै बलेन, पछि त त्यताबाट आगो निस्किहाल्यो है। अनि फेरि मैले मालिकनीको दिदीले बोलाउन गएको, हामीले त बनाउनै आएन, तपाईँ आएर एकचोटि हेरिदिनु भनेको। अनि उहाँ आएर हेरिदिनु भएको। ग्यास भनौँ, चुलो भनौँ न, के को ग्यास भन्नु र है, त्यो लुज भएको छ कि। अनि त्यो आगो बाल्दाखेरि त्यतैबाट आगो निस्किने नि त, अनि कस्तो डर लाग्ने कि। एउटा राम्रो चुलो त किनेर राख्नु नै हो। त्यो किचनमा पनि पङ्खा पनि छैन कि, कस्तो रिस उठ्छ है। गर्मीको बेला झन् यति धेरै गर्मी हुन्छ नि त, हामी खाना बनाउने मान्छेले कति गाह्रो हुन्छ नि त किचनमा है। तर उहाँहरूले ल्याउनु नै हुन्न कि, पङ्खा नै राख्नु भएको छैन कि। विदेशीहरू धनी के काम है, एउटा जब किचनमा पङ्खा राख्न नसक्ने भनेर कुरा चाहिँ काट्दी माझ चाहिँ। हिजो त यति धेरै हावा चलेको, हिजो मात्र होइन कि, बुधबार बिहिबार शुक्रबार 3 दिन भयो। आज चाहिँ अलिक कम भएको छ,
नत्र यति धेरै हावा चल्ने आमा हेर्नु कपाल कस्तो भइरहेछ यति धेरै धुलो उडिरहेछ कि है। यो फोहोर फाल्ने ठाउँको उतापट्टि चाहिँ के को कारखाना हो रे टन्नै छ यत्रो लामो छ है। अनि फेरि यता छेउपट्टिबाट चाहिँ समुद्र छ। यो चाहिँ फेरि झ्याम्मै परेको हाम्रोतिर भयो पिपलको रुख जस्तो के को रुख हो फेरि। बिरालोहरू चाहिँ टन्नै बस्दो रहेछ कि फोहोर फाल्ने ठाउँमा। त्यो फोहोरको डस्टबिनभित्र बसिरहेको रहेछ। अस्ति बङ्गलादेशको दिदीले फुत्तै फालेको त है त्यो हातमै झुन्डिन आएको कि आमामा दिदी त वाह भनेर कराउनु भएको कि बिरालो हातमै झुन्डिन आएको नि त त्यो फोहोरको डस्टबिनभित्र बसिरहेको रहेछ। अब देखिँदैन नि त फुत्ता फोहोर फालेको त अनि कस्तो डराइदिएर कि बिरालोहरू त टन्नै बस्दो रहेछ नि त 10-12वटै के आमामा कति धेरै हुँदो रहेछ कि त्यो फोहोरको डस्टबिनभित्र कि बिरालोहरू के जहिले हामी फोहोर फाल्न जाँदाखेरि भइरहेको हुन्छ कि। अनि दुईजना बहिनी चाहिँ जिस्किँदै अनि कस्तो हाँसो उठेर दुईजना कति जिस्किन्छ दुईजना उस्तै उमेरको हो कि दुईजना बहिनीहरू चाहिँ। हाम्रो चाहिँ त्यो शुक्रबार जाँदाखेरि चाहिँ उहाँ निलो सल लाउने दिदी छ नि उहाँ चाहिँ सबभन्दा ठुली हो। फेरि त्यसपछि बङ्गलादेशको दिदी हो त्यसपछि त्यो नाच्ने साथी त्यसपछि म अनि दुईजना बहिनीहरू। हेर्दाखेरि चाहिँ सबैको लाइफ नर्मलै देखिन्छ है तर सबैको आफ्नै कथा व्यथा हुन्छ है। उहाँ साथी पनि कति खुसी देखिन्छ नि त यो ब्लू कलर लाउने साथी। उहाँको चाहिँ फेरि 5 वर्ष अघि चाहिँ उहाँको चाहिँ हस्बेन्ड बित्नु भएको रे कि। अनि उहाँको 2टा छोरी छ एउटा 17 वर्षको एउटा 13 वर्षको है। उहाँ एक्लैले पढाउनु भएको छ लेखाउनु भएको छ हुर्काउनु भएको चाहिँ 5 वर्ष भएको रे उहाँको बुढा बित्नु भएको चाहिँ। पहिला उहाँ चाहिँ म्यानमार हुँदाखेरि चाहिँ ट्याक्सी चलाउनुहुन्थ्यो कि उहाँलाई ड्राइभिङ गर्न पनि आउँदो रहेछ कि। उहाँले भिडियोहरू देखाउनु भएको थियो कस्तो राम्रो। अनि एउटा न्युज पनि बनेको रहेछ कि उहाँको बारेमा हेरेको थियो कस्तो राम्रो लागेको थियो। तर पनि बिचार कति खुसी भएर बस्नु भएको छ नि त। पीडा त आफ्नो मनमा छँदैछ है। उहाँ चाहिँ एकदम साहसी हुनुहुन्छ कि मलाई त्यस्तो लाग्छ। अब बुढा बित्नु भएको छ नि त 2जना छोरीहरू छ। अनि 2जना छोरीहरू चाहिँ उहाँको आमा बुवासँग राख्नु भएको रे उहाँले चाहिँ। अनि उहाँ चाहिँ यहाँ आउनुभन्दा पहिला चाहिँ म्यानमारमा चाहिँ ड्राइभिङ गर्नुहुन्थ्यो अरे कि ट्याक्सी ड्राइभर गर्नुहुन्थ्यो अरे। अनि उहाँको बारेमा चाहिँ एउटा न्युज पनि बनेको रहेछ कि म्यानमारकै भाषाबाट। अनि हामीलाई देखाउनु भएको थियो नबुझे पनि जे हामीलाई राम्रो लाग्यो उहाँको बारेमा सुन्दाखेरि चाहिँ। उहाँ चाहिँ यति साहसी हुनुहुन्छ है। अनि अस्ति पनि 2 महिना अगाडि पनि उहाँको बुवा बित्नु भएको थियो कि। अनि बिचरा काम नछोडेको त्यत्तिकै काम गरेको गर्नुभएको नि। अनि भन्दै हुनुहुन्थ्यो अनि सिस्टर म त एक दिन पनि रोएर के भन्छ अरे म फ्री हुँदाखेरि म आफ्नो कोठामा गएर रोएँ तर मैले अर्कोको कामै छोडेर म रोएर चाहिँ बसेन किनभने अब म यति बलियो भइसकेँ भनेर भन्दै हुनुहुन्थ्यो कि। मेरो बुढा नि बित्नुभयो बाबा नि बित्नुभयो त्यताउति भन्नुभएको थियो कि उहाँले। के गर्नु है यस्तै छ अब परदेशमा आफ्नो फ्यामिली जे भए पनि त जान पाउँदैन है। सबैको त्यस्तै छ कि। फेरि बङ्गलादेशको दिदीको पहिल्यै बित्नु भएको रे उहाँ। अब 13 वर्ष भयो यहाँ आउनुभएको उहाँ दिदी चाहिँ। अस्ति त ठ्याक्कै 13 वर्ष पुरा भयो कि उहाँ दिदी यहाँ काम गर्नुभएको। दिदीको त पहिल्यै बित्नु भएको रे उहाँ यहाँ आउनुभन्दा अगाडि। यहाँ आउनुभन्दा 2-3 महिना अगाडि बित्नु भएको रे। त्यसपछि यहाँ आउनुभएको उहाँ त 13 वर्ष भयो लगातार काम गर्नुभएको। सबैको आफ्नै दुःख छ त्यस्तो छ है साथीहरू। अनि हामीहरूले चाहिँ भन्छु कि दिदीलाई चाहिँ तपाईँ जानु अब बिचारा कति थाक्नु भएको छ नि त। उहाँ त शरीर पनि एकदम थाकेको अब उमेर पनि अलिक हुनुभयो नि त। अनि हामीले चाहिँ भन्छु कि मैले चाहिँ जहिले पनि भन्छु अब जानु कि यत्रो दुःख त गर्नुभयो अब चाहिँ बरु आफ्नै गाउँमा बस्ने नि दिदी। अब बिहान बेलुका मेलाबात गरेर नि खाना त पुगिहाल्छ नि। अब कति दुःख गर्नुहुन्छ र यति नसकी अरूको ठाउँमा भन्छु है मैले चाहिँ। उहाँ चाहिँ फेरि मान्नु नै हुन्न कि अब के गर्नु गएर नि के गर्नु कोही छैन भन्नुहुन्छ। यहाँ चाहिँ को छ र दिदी यहाँ छन् कोही छैन। आफ्नो गाउँमा त कोही नभए पनि त अब सानोदिनो झुपड्ने भने आफ्नो घर छ आफ्नो आफन्तहरू छ नि त। अनि त्यस्तो भन्छु उहाँ चाहिँ मान्नु नै हुन्न कि के गर्ने गएर कोही छैन जानमा नै लाग्दैन भन्नुहुन्छ। कति थाक्नु भएको छ कति नसक्ने हुनुभएको छ उहाँ चाहिँ। उहाँको छोराको चाहिँ फेरि बिहे भइसकेको कि। अनि छोरी चाहिँ 9 वर्षको छ अरे छोरा 3 वर्षको। उहाँको छोराको दिदीको छोराको चाहिँ अफ्रिकाको दिदीको चाहिँ फेरि ठुली छोरीको चाहिँ पोहोर साल बिहे भइसक्यो। अनि अर्को चाहिँ बाँकी छोराहरू 4 जना छोरी 4 जना। उहाँको चाहिँ 8 जना बच्चाहरू छ कि उहाँ अफ्रिकाको दिदीको चाहिँ। अनि 2 जना बहिनीको त अब बिहे नै भएको छैन है। उहाँ चाहिँ फेरि अर्को सालतिर जाने भन्दै हुनुहुन्थ्यो। अफ्रिकाको दिदी त फेरि बच्चा सानो छ कि अर्को 3 वर्षको बाबु छ उहाँको चाहिँ सबभन्दा कान्छो छोरो चाहिँ है। हामीलाई देखाउनुहुन्छ कि मेरो कान्छो छोरा हुने सानो छ। अनि ठुली छोरीको त बिहे भइसक्यो फेरि 4 साल चाहिँ। उहाँ चाहिँ फेरि बिहेमा पनि जान पाउनु भएन। अब के यो गर्यो त्यो गर्यो भनेर त के भनिरहनु भिडियोमै देखिरहेछ है। अब हामीले यस्तो गरेको उस्तो गरेको भन्नुभन्दा बरु यस्तै कुराहरू चाहिँ सेयर गरौँ तपाईँहरूलाई भनेर मैले चाहिँ भनिदिएको है। यहाँनिर चाहिँ फेरि ओमानतिर चाहिँ प्रायः एउटा मात्र हुन्छ कि सबैको घरमा। कुवेततिर चाहिँ 2-3 जना हुँदो रहेछ है काम गर्ने मान्छे एउटै घरमा। तर यहाँनिर चाहिँ एउटा मात्र हुन्छ कि जहीँ पनि। त्यही भएर अनि बच्चा हेर्नेदेखि लिएर कपडा धुने घर सफा गर्ने खाना बनाउने सब काम एउटैले भ्याउनुपर्छ। अनि कति धेरै रिस उठ्छ अरे फेरि कति धेरै थाकै लाग्छ है। अब काम गर्ने भनेर आएपछि त रिसाउने गर्दा भएन। तर अब काम गर्दै जाँदाखेरि रिस पनि त उठिहाल्छ नि है। मान्छे हो कहिले रिस उठ्छ कहिले त्यस्तै हो। अरू बेला त अब आफ्नो घरमा एक्लै अब कहिले खुसी पनि कहिले दुखी पनि त्यस्तै त। अनि सधैँ एकनास हुँदैन है त्यस्तै गरी बित्छ। अनि फेरि शुक्रबार चाहिँ सबैजनासँग भेट हुँदाखेरि चाहिँ कस्तो खुसी लाग्छ कि एकैछिन भयो भने कस्तो मन हल्का हुन्छ नि त। सबैजनाको दुःख सुखको कुराहरू सुनाइन्छ सेयर गरिन्छ एकअर्काको कहिले हाँस्ने कहिले रुने भने जस्तो है।
कहिले फेरि खुसीको कुराहरू सुनाउने, हाँस्ने, सबैजना खुसी हुने, कहिले फेरि सबैको दुःखको कुराहरू सुनाउने, सबजना भावुक हुने, त्यस्तो गर्छौँ कि हामीहरू चाहिँ एकदम मिल्ने हुनुहुन्छ नि त सबैजना। विदेशको ठाउँमा पनि यति मिल्ने साथीहरू पाउँदाखेरि चाहिँ मलाई चाहिँ साह्रै खुसी लागेको छ है। जे जस्तो भए पनि शुक्रबार चाहिँ साह्रै रमाइलो लाग्छ, दुःख सुखको गफ गरिन्छ नि त। एकैछिन भए पनि, एकैछिन भन्नाले एक दिन भयो पनि थकाइ मेटिन्छ कि। सबै दिदीबहिनीहरूसँग भेट हुन्छ नि त, त्यही भएर।